लागेको कुरा है तपाईले स्टेटमेन्ट दिन सक्नुहुन्छ। तपाईलाई के भयो भने तपाईले जुम्लामा हुर्किनु बढ्नुभयो, त्यहाँ एसएलसी तपाईको पास नम्बर तपाई फेल हुनुभयो भन्ने कुरा सूचना प्राप्त भएको छ र तपाई सीए पढ्न भनेर इन्डिया जानुभएको छ। त्यो पनि सक्कली नक्कली हो कि त्यो विषय पनि प्रश्न छैन र यो सँगसँगै तपाईहरुले जति पनि अहिले विभिन्न देशैभरि एउटा अभियान त चालेर तपाईले अहिले भन्नुभयो प्रहरीले दमन गर्यो, यहाँ पत्रकार दमन गर्यो भन्नुभयो। तपाईले चाहिँ राज्यको कानुनै मान्दिन, म भन्दैछु राज्यको कानुनै मान्दिन भन्ने हिसाबले तपाईँ त्यसैगरी अभिव्यक्ति दिनुभएको छ। यो कानुन खोज्दो कानुन हो भने अस्ति दाङमा गएर पनि तपाईँले सम्मेलन गर्नुभएको छ। अहिले उहाँले यही पत्र यही संविधानको वकालत गरिरहनु भएको छ। यो विषयमा यो सम्पूर्ण घटनाको क्रममा चाहिँ तपाईँहरू खास कुरा के हो सत्य तथ्य तुरुन्त उहाँले नै तपाईँको पहिलो कुरा जुम्ला, मेरो घर जुम्लाको नराकोटको सिजा वडा नम्बर 3 मा हो। मेरो नाम ज्ञानबहादुर साई, मेरो बाबुको नाम हरिबहादुर साई हो। ज्ञानेन्द्र साई किन भन्नुहुन्छ? मेरो अर्को कुरा हामीलाई आशंका लागेको कुरा है तपाईले स्टेटमेन्ट दिन सक्नुहुन्छ। तपाईलाई के भयो भने तपाईले जुम्लामा हुर्किनु बढ्नुभयो, त्यहाँ एसएलसी तपाईको पास नम्बर तपाई फेल हुनुभयो भन्ने कुरा सूचना प्राप्त भएको छ र तपाई सीए पढ्न भनेर इन्डिया जानुभएको छ। त्यो पनि सक्कली नक्कली हो कि त्यो विषय पनि प्रश्न छैन र यो सँगसँगै तपाईहरुले जति पनि अहिले विभिन्न देशैभरि एउटा अभियान त चालेर तपाईले अहिले भन्नुभयो प्रहरीले दमन गर्यो, यहाँ पत्रकार दमन गर्यो भन्नुभयो। तपाईले चाहिँ राज्यको कानुनै मान्दिन, म भन्दैछु राज्यको कानुनै मान्दिन भन्ने हिसाबले तपाईँ त्यसैगरी अभिव्यक्ति दिनुभएको छ। यो कानुन खोज्दो कानुन हो भने अस्ति दाङमा गएर पनि तपाईँले सम्मेलन गर्नुभएको छ। अहिले उहाँले यही पत्र यही संविधानको वकालत गरिरहनु भएको छ। यो विषयमा यो सम्पूर्ण घटनाको क्रममा चाहिँ तपाईँहरू खास कुरा के हो सत्य तथ्य तुरुन्त उहाँले नै तपाईँको पहिलो कुरा जुम्ला, मेरो घर जुम्लाको नराकोटको सिजा वडा नम्बर 3 मा हो। मेरो नाम ज्ञानबहादुर साई, मेरो बाबुको नाम हरिबहादुर साई हो। ज्ञानेन्द्र साई किन भन्नुहुन्छ? मेरो
ज्ञानेन्द्र साईले पत्रकारलाई